साडी भएका साडी लगाएका हैन त्यो जुत्ता आलुछ पनि खोलेर नाच्ने अनि साडी पनि अलि छोटो बनाउने नाच्न गाह्रो हुन्छ बन्द गरिदिनु न प्लिज ट्र्याक बन्द गरिदिनुहोस् स्टप गर्नुहोस् अलि छोटो बनाउने हो अनि फोटो पनि माथि टाउको खिच्ने हो किनभने अर्कोचोटि फेरि लुगा लाउन पाइँदैन यसचोटि लाएपछि अर्कोचोटि पनि यही लाइरहेछ भनेर अर्कालाई भन्ने होइन फेरि जसले धेरैचोटि एउटै लुगा लगाउँछ त्यसलाई पुरस्कार दिने व्यवस्था गर्नु फेरि लाएर फोटो खिचेर फोटो हालेपछि धेरै लाइक नगर्नु जसले एउटै साडी 4-5 वटा बर्थडे पार्टी वेडिङ सेरेमनी जेमा लगाउँछ त्यसलाई धेरै लाइक गर्नु त्यो नयाँ सिस्टम हुन्छ अदरवाइज यदि राम्रा लुगा इन्टरनेटमा किन्यो भने पैसा जति सबै इन्डिया गयो नेपालबाट बनाएर लिएर आउने हो अर्कोचोटि चाहिँ त्यही कटनको धोती लाउने हो स्कार्फ अब धेरै हो तलको पारीले गर्दा लामो हुन्छ गरुङको हुन्छ त्यसैले हल्का बनाउने कस्तो राम्रो भेरी ब्युटिफुल सानो पारी रहेछ एनीवे तपाईहरु सबैका लागि खोइ त हाम्रा शिवजी दावाजी कम अन हजुर खाना फेरि खान मन लाग्छ अर्कोचोटि थप्न मन लाग्छ खाना टप्न छ हाम्रो हिमालयन टुरबाट हो नेप्लिजबाट साक्रिला ओके साक्रिला थ्यांक यू सो मच खाना एकदम मिठो छ भित्रसम्म आइ भेरी नाइस खाना र सबैजनालाई एकदम डेलिशियस फुड थ्यांक यू मिठो थियो खाना के भानु सानो थियो प्लेट सानो थियो ओके एमएन टेलिभिजनबाट लाइभ पनि भइरहेछ दावाजी स्टेजमा आउनुस् नवीन मैनाली कम अन हाम्रो एभरेस्ट साउन्ड नवीन कम अन नवीन अनि खोइ हाम्रो खै के रे अध्यक्ष राज खोइ राज तपाईहरु तल नाच्ने शिवजीहरु मसँग नाच्नुहुन्छ कसको नाच राम्रो हुन्छ हेर्ने है त खोइ राज भाग्न दे राख्नु म मिलाउँदै छु वै गर्दैन स्याम्दाइ हजुर पनि भैरवजी हजुर पनि आउनुस् भाइ पाँचौ खेतमा लगाऊ एमएन टिभीको लाइभ छ कि पाँचौ खेतमा दीपक को छ त्यहाँ अलि बढाउनुस् कम्प्युटरमा पनि फुल भोल्युम गर्नु कम्प्युटरमा पनि अनि स्पिकरमा पनि अनि मात्रै आउँछ भैरवजी खोइ त सोहिनी कम अन बिस्तारै नाच्ने हो किनभने पछि थाकेर लोथर पर्ने होइन फेरि
राम्रो छ, धेरै राम्रो छ। कोमल दिदीको उपस्थितिमा जोस यहाँको माहौल राम्रो छ। धन्यवाद बाबाजी। एनआइएनका स्टुडेन्ट हेल्प डेस्कका इन्चार्ज नवीन बिडारीजी, आजको प्रोग्राम तपाईँलाई कस्तो लागिरहेछ? एकदम रमाइलो भइरहेछ। सबैजना नाचिरहेछन्, हामी पनि नाचिरहेछौँ, रमाइलो गरिरहेछौँ। धन्यवाद, इन्जोय गर्दै गर्नु होला। थ्याङ्क यू। यहाँ हुनुहुन्छ एनआइएन अस्ट्रेलियाका उपाध्यक्ष वेस्टर्न अस्ट्रेलियाका कोअर्डिनेटर राज थपलियाज्यू, तपाईँलाई यो आज प्रोग्राम गरेर कस्तो भइरहेछ? धन्यवाद दाई, साह्रै रमाइलो भइरहेछ। आज वर्षमा एक दिन भए पनि हाम्रो महिला दिदीबहिनीहरूलाई हामी आज खटेर यसरी सहयोग गर्न पाएकोमा म साह्रै खुसी छु र मलाई लाग्छ कार्यक्रम आफैमा सफल भइरहेछ। सबै दिदीबहिनीहरूले रमाइलो गरिरहनु भएको छ। आमा बुवा जो हुनुहुन्छ उहाँहरूले रमाइलो गरिरहनु भएको छ जस्तो लाग्छ मलाई। हेरेर बसिरहनु भएका संसारभरिका मान्छेलाई तपाईँ के भन्न चाहनुहुन्छ? सबैलाई यो तीजको अवसरमा म सबैलाई शुभकामना दिन चाहन्छु र साथसाथै सबैलाई धन्यवाद दिँदै यो कार्यक्रममा भएका कमी कमजोरीलाई हामी सुधार गर्दै आउँदा दिनहरूमा राम्रै कार्यक्रम गर्छु भन्ने आशा गर्दछु। धन्यवाद राज। धन्यवाद दाइ। आज पर्समा तपाईँ तीज मनाउँदै हुन्छ, कस्तो लागिरहेछ? आज नेपालीहरूबाट यहाँ आएर आफ्नो जीवन काल बिताइरहने युवा महिला साथीभाइ नेपालीको पर्व तीजलाई यहाँ यति रमाइलोसँग
मनाउन पाइरहेको छ। साह्रै खुसी साह्रै तपाईँ नेपालबाट आएर पनि यहाँ रमाइदिनु भएको छ। नमस्कार है तपाईँलाई। फेरि म फर्केर I have a very small gift for you ladies. यो मेरो आमाले पठाइदिएको हो। मलाई किन्न जाने फुर्सद थिएन, त्यसैले मेरो आमाको ब्लेसिङ तपाईहरुको सबैको लागि। मेरो आमाले मलमल किरी जुलकिरी गीत लेख्नु भएको हो। त्यस कारणले गर्दाखेरि चाहिँ म आमालाई सम्झिन पनि चाहन्छु। र अलिकति पोते छ, राम्रो राम्रो नाच्नेलाई मात्रै हो फेरि यो। धेरै जो नाचिरहन्छ कति राम्रो नाचे केटाहरु। सौभाग्यवती हुनु। तपाईको बिहा भइसक्यो? ब्युटिफुल डान्स। र आजभोलि नयाँ स्टाइल आएको छ। अब पोतेको सुन यता राख्ने हैन, तिलहरी यहाँ राख्ने हो। यहाँ यस अलि माथि आफैले पैसा कमाएर किनेको होइन र, देखाउने हो त्यो। अलिकति यहाँनिर के हो। अहिले नेपालमा नयाँ आएको चलन छ त्यसैले। दिस इज फर्स्ट इयर हो यो। यसमा कसैले जान्दिसकेको छैन। यो फर्स्ट इयर हो, त्यसैले डु इट माथि गरौँ न। तिलहरी हो त्यहाँनिर फोटो त्यसरी खिच्ने हो सबैजनाले है। माथि राखेर तिलहरी छैन? वाउ, झन् ब्युटिफुल। बिना तिलहरी झन् ब्युटिफुल। यु आर छोरी बिहा छैन, बिहा गर्ने होइन। सबै देख्दैछु सानसानो बालकमा बिहा गरेर दुध खाँदा खाँदै। तिलहरी लाग्छ। सौभाग्यवती हुनु, अटल सौभाग्य होस् कहिले पनि। किनभने हाम्रो कल्चरमा त्यस्तै छ, हामी बाबुआमालाई मान्छौँ। बाबुआमाको अगाडि हाम्रो सासू ससुराको अगाडि हाम्रो शिर झुक्छ। अनि जेठाजुलाई हट्टपट्ट के छ डार्लिङ भनेर छुँदैनौँ होइन। नेभर। हामी चाहिँ जेठाजुलाई रेस्पेक्ट गर्छौँ, आफ्नो घरको दाइ भन्दा पनि बढी रेस्पेक्ट गर्छौँ। त्यस कारणले गर्दाखेरि अनि अर्को एउटा चाहिँ यहाँ सौभाग्यवती हुनुपर्ने मान्छे। यति राम्रो मान्छे कि अघिदेखि सी इज भेरी एक्टिभ। थ्याङ्क यू सो मच। सबैजना सौभाग्यवती हुनु। कतिवटा दुईवटा बाँकी छ कि? दुईवटा बाँकी छ। वेट धेरै भएर सिडनीमा पनि दिएँ, अनि पर्थमा के अरे ब्रिस्बेनमा पनि दिएँ। मम्मीले धेरै किनिदिनु भएको थियो, लगभग 10 दर्जन जति किनिदिनु भएको थियो। तर अब सिडनीमा धेरै बाँडे, त्यसले गर्दा यता थोरै थोरै बटाएँ। अर्कोचोटि चाहिँ धेरै बटाएँ। रमेश थापाजी एमएनटिभीको लाइभमा हुनुहुन्छ। आहा, साह्रै रमाइलो भइरहेछ आज। यो 8-10 वर्षको अन्तरालमा यो जतिको रमाइलो कहिले पनि भएको थिएन। पार्वतीको आशीर्वाद। पार्वती नभएको जिन्दगी नै हुँदैन। र दुईवटा पोते बाँकी छ, म हेर्दैछु। यो प्रतिनिधित्व हो, सबैलाई प्रतिनिधित्व हो। त्यसैले के माइन्ड नगर्नु होला। यो ठुलो पैसा पर्ने गरेको चिज पनि होइन, तर एउटा आशीर्वाद, एउटा सम्झना। त्यस कारणले गर्दाखेरि मात्रै हो। त्यसैले गर्दा यसलाई अन्यथा नलिनु होला तपाईँको लागि। अब म गीत गाउँदैछु पहिलो जना दावाजी, तपाईँले शिव पार्वतीको प्रसाद पाउनुभयो, यसमा के भन्नुहुन्छ? यसमा म शिवको शक्ति पनि पाऊँ। Di
आजको प्रोग्राम एमएनटिभीबाट लाइभ हेरिरहनु भएको छ। यो प्रोग्रामलाई खाना सर्भ गर्ने साङ्गिताका ओनर नरेन्द्रजीसँग तपाईँले आज खाना कस्तो दिनुभयो? एकदम भेरी राम्रो दाइ। तपाईँलाई प्रोग्राम चाहिँ कस्तो लागिरहेको छ? एकदम भेरी गुड। Thank you, darling. Oh, no, sorry. Okay, thank you. I will wear this. चुरा चम्काउनु मन लाग्छ। तपाईहरु आज घर फर्किसकेपछि श्रीमानले वाह बाबा तिमी त कस्तो राम्री देखिया छौ भन्ने बेला हैन। अनि साडी पनि तिमीलाई स्वाथ्यो। बुझ्यौ त्यो रश्मिको लुगा पनि अलिकति राम्रै देखिया थियो है भन्ने बेला थियो। भने बिहान आउँदाखेरि पनि बाबा वार्ड्रोबबाट लुगा झिकेर बाबा यो साडी लगाऊ कि यो साडी लगा अनि ए जे लगाइदे लाउ न तिमी राम्री देखिन्छौ भन्नुभयो होला बिहान ज्वाइँहरूले भाइहरूले हैन। अनि त्यसपछि दुईचोटि लगाएको होला साडी, एकचोटि लेहेङ्गा अनि फेरि फुल गरेको होला। मैले यो लाउँदैछु हुन्छ तिमी के लाउँदैछौ? त्यसपछि हुन्छ जे लाए पनि हुन्छ भन्यो होला हैन। त्यस कारणले गर्दा म चाहिँ एउटै लुगा लगाउँछु किनभने चाहिँ घर गइसकेपछि तिमीलाई कस्तो छ बाबा भन्ने मान्छे छैन। आइया गरे यता फर्क्यो आइया फर्क्यो आइया गरे। Okay, this is my very beautiful song this year. Near about 20 lakhsले आजसम्म भ्युअर्स भइसकेको छ लास्टै चोटि। ओके लास्टै चोटि मैले पनि यो साल बिहा गर्ने विचार गर्न छु। यतिकै भनेको के आउँदो रहेछ प्रतिक्रिया भनेर
एकजना यहाँनिर हुनुहुन्थ्यो मेरो साथी हुनुहुन्छ होला सायद स्टेजमा आउनुहोस् त तपाईँ कति राम्रो राधाजी हो कृष्णजी आउनु भएको छैन राधिका मात्रै आउनुभयो तपाईँलाई म पोते लगाइदिन चाहन्छु किनभने यहाँ चाहिँ कुनै मिलाएर नाच्नु भएको थिएन मेरो गीतको कुनै मतलब थिएन सिर्फ उहाँले तीनटा कुरा गरिरहनु भएको थियो एउटा मलाई हेर्नु भएको पनि थिएन फेरि अरू नाचेको हेरेर आफै वास्तवमा तीजको नाच त्यस्तै हो कसैसँग मतलब गर्नु पर्दैन आफै नाच्ने फोटो सोटो बन्द गर्नुहोस् मजा आउँदैन नाच्ने पछि फोटो खिचेर हाल्ने अघि सबैजना खिचिसक्यौँ होइन त्यही भएर होइन उहाँको नाचै स्पेसल थियो के बिरामी भने बिरामी अलिअलि केही भन्नु भएको छैन बिरामी पनि पर्दैन बिरामीसँग कति राम्रो दिदीबहिनीहरूको शुभकामना धेरै धेरै हजुरको अटल सौभाग्य होस् केही हुनु बिरामी हुनु न बिरामी भन्ने छु भन्ने होइन बिरामी भन्ने कुरा मान्छे जो पनि हुन्छ कहिले काहीँ बिसन्चो हुने स्वाभाविक हो के सौभाग्य बस्यो कमलजी
माया बस्यो अलि अगाडि के डार्लिङ सुने छैन जोस आएन ओके शान्ता कोही त शान्ता यहाँ भैरवजीले हाम्रो एमएम क्यासेट पठाइरहन्छ सबजना लेडिजहरु कम अन बी वाइल्ड है वाइल्ड एमएनटीले लाइभ गरिरहेको अहिले तिजको प्रोग्राम नेपालबाट आउनुभएका हाम्रा प्यारेन्ट्सहरू पनि आउनुभएको छ। मलाई एउटा सानो क्वेसन सोध्छु, यो प्रोग्राम बुवालाई कस्तो लागिरहेछ? प्रोग्राम कस्तो लागिरहेछ? एकदम राम्रो छ, राम्रो एकदम हाम्रो नेपालीहरूको लागि अनि यो नेपाली कल्चरमा तयार भएको छ नि, धेरै राम्रो।